नमस्ते सम्पूर्णमा म ब्ल्याक स्मिथ र गिरिश विषयमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। जुन अस्ति मैले भिडियो बनाएको थिएँ आदि अर्गासिया सम्बन्धी, त्यो भिडियो मार्फत चाहिँ धेरै मान्छेहरूले चाहिँ मलाई सम्पर्क गरेर यसको कस्ट कति हो र सर अनि योबाट चाहिँ यो आदि अर्गासियाबाट चाहिँ पुलिसबाट कतिको प्रोटेक्ट हुन्छ भनेर चाहिँ मलाई सोधिरहनु भएको थियो। त्यो सम्बन्धी यो भिडियो लिएर आइसकेको छु। कृपया धेरैभन्दा धेरै सेयर गरिदिनु होला हैन। पुलिस प्रोटेक्ट चाहिँ 100% यबाट मिल्छ भनेदेखि चाहिँ र अब यसको कस्ट भन्ने कुराहरु अब मलाई पनि थाहा थिएन। मैले आफूभन्दा अग्रज सिनियर दाइहरुलाई सोधे अथवा नयाँ मान्छेहरुलाई नि सोधे अथवा न्यूज पल्ट हेर्दाखेरि अब सुन्नु देख्नुमा धेरै नै डिफरेन्स रहन्छ, खास गरी चाहिँ हैन, र भोग्नमा त अझै धेरै नै आकाश पातालको नै फरक रहन्छ। जुन अब मैले बुझे अनुसार चाहिँ कसैले भन्छन् भने 2 युरो लाग्छ भन्नुहुन्छ भने कसैले देखि 1000 देखि 1500 युरो लाग्छ भन्ने मैले खबर पाएको छु। के कति सत्य हो यदि तपाईहरुले बनाइसक्नु भएको छ र सत्य के हो कमेन्ट बक्समा कृपया कमेन्ट गरिदिनु होला। किन भन्दा हाम्रो लागि परदेशमा एक अर्काको लागि यही सजाब सुल्लाभ अथवा जानकारी सबसे ठूलो मद्दत रहनेछ। कृपया सबै कमेन्ट गरिदिनु होला भन्न चाहन्छु हैन। र कसैले भन्नुहुन्छ यसलाई रिन्यू गर्न पर्दैन भन्नुहुन्छ भने कसैले भन्छ यसलाई रिन्युअल गर्नुपर्छ र जुन हामी 6 महिनापछि रिन्युअल गरेपछि चाहिँ हामीले चाहिँ पाउने भनेको एउटा विभोसी र त्यो विभोसी पाइसकेपछि चाहिँ हामी सहजै नेपाल आवाज जावत गर्न मिल्ने पनि खबर पाएको छु। यो पनि के कतिको सत्य हो। र अब 6 महिना गरी 3 लट यानी कि 18 महिनापछि चाहिँ हामीले 3 लट हामीले रिन्यू गरिसके पछाडी चाहिँ हामी यही आदि अर्गासियाबाट चाहिँ हामी जीआरसी को अप्लाई गर्न पनि सक्ने पाउँछ भन्ने पनि मैले खबर पाएको छु। सो गाइस यो चाहिँ अब तपाईहरुलाई यदि थाहा छ भने तपाईहरुको जिम्मा छोड्दिन्छु हैन। के कतिको सत्य हो, यदि हामी सक्छ सक्दैन नेपाल जान सक्छौं सक्दैन 3 लट रिन्युअल गरिसकेपछि हामी जीआरसी को अप्लाई गर्न मिल्छ मिल्दैन कृपया सबैजनाले कमेन्ट गरेर साथ दिनु होला र शेयर पनि गरिदिनु होला। बाइ गाइस, टेक केयर, सी यू नेक्स्ट भिडियो।